नमस्कार। आज फेरि एउटा सर्ट भिडियो तपाईँ समक्ष लिएर आएको छु। सन् 2012मा भारत सरकारले श्री माता वैष्णो देवी साइन्स बोर्डको थिममा बनाएको यो कोइन, मेटल चाहिँ यसको निकल ब्रास, वेट चाहिँ यसको 6 ग्राम, साइज चाहिँ यसको 23 mm, सेप चाहिँ सर्कुलर। 2012मा भारत सरकारले भारतको 3टा मिन्ट, बम्बे, हैदराबाद अनि नोइडा, यो 3टा मिन्टबाट जारी गरेको थियो यो कोइन। फ्रन्ट साइडमा हेर्दाखेरि एउटा अशोक स्तम्भ मुनि 5 रुपियाँ, साइडपट्टि भारत अनि एक साइडमा इन्डिया लेखेको, अनि ब्याक साइडमा श्री माता वैष्णो देवी साइन्स बोर्ड लेखेको यो कोइन। हुनु त फेसबुक युट्युबमा तपाईँको लाखौँ रुपियाँ यसको कोइनको दाम लेखेर आएको हुन्छ र धेरैजनाले पत्तै पनि हाल्नुहुन्छ कि यो लाख रुपियाँको कोइन होला, किनभने यसमा भगवानको पछाडि एउटा छवि बन्नेको छ भनेर। तर भुलमा नपर्नुहोस् होला, यो एकदमै कमन क्याटेगोरीको कोइन हो, जसको तपाईँले 5 रुपियाँभन्दा बेसी दाम पाउन सक्नुहुन्न। किनभने भारत सरकारले यो धेरै कोइन बनाएकोले गर्दाखेरि अहिले तपाईँले हरेक दोकानमा, हरेक बजारमा, सब्जी दोकानमा, पान दोकानमा, रासिन दोकानमा पनि तपाईँले यो कोइन एभाइलेबल पाउन सक्नुहुन्छ। धेरैजनाकोमा त 4टा 5वटा 10वटा 20वटा पनि हुनसक्छ, किनभने यो धेरै मात्रामा बनिएको थियो। त्यसैले गर्दा यसको कुनै बजारमा मूल्य छैन। तपाईँले 5 रुपियाँको बदली 5 रुपियाँ तपाईँले पाउन सक्नुहुन्छ। र भुलमा नपर्नुहोस् होला, यसको कुनै पनि बेसी दाम छैन। र जो पनि तपाईँलाई फेसबुक युट्युबमा लाख रुपियाँ भन्दैछ त्यो सबै फ्रड हो। त्यसको कुराहरू विश्वास नगर्नुहोस् होला। 5 रुपियाँको माता वैष्णो देवीको नक्सा भएको 5 रुपियाँको कोइन एकदमै कमन क्याटेगोरीको कोइन हो, जसको कुनै पनि बजारमा धेरै मूल्य तपाईँले पाउन सक्नुहुन्न। धन्यवाद।